मैले आज फेसबुकमा त साथीहरू कोही पूर्वका, कोही पश्चिमका, कोही नेपालका, कोही नेपाल बाहिरका धेरै ठाउँका हुनुहुन्छ हैन। अब यहाँको स्थानीय यताउताको मलाई चिनेको त चिनेको भइहाल्यो। मलाई नचिनेको साथीहरूलाई जिज्ञासा लाग्न सक्छ, यो मान्छे कुन गाउँको रहेछ, कुन जिल्लाको रहेछ, कुन ठाउँको रहेछ भन्ने जिज्ञासा हुन्छ नि त हैन। त्यही भएर मैले आज परिचय कार्यक्रम राखेको छु। मैले आफ्नो परिचय दिन गइरहेको छु। तिमीले पनि अब सँगै बसेर यसो हेरेर दर्शकहरूलाई हेरेर साथ दिनु पर्यो हैन। अब म एक्लै छु। अब मेरो परिचय कार्यक्रममा कोही न कोही त साथमा हुनुपर्छ नि त। तिमी हिती भइदिँदा मेरो परिचय कार्यक्रमको त्यो अलिकति शोभा पनि बढ्न सक्छ हैन। ल सुरु गरे। नमस्ते, मेरो नाम गोपीराम सारङ्गी। मेरो घर काठमाडौँको कुइजा भन्ने गाउँमा पर्छ हैन। अब तिमी त्यसपछि मैले परिचय दिनै बिर्सम्ला, कहीँ गडबड होला, नाच्यौ न, म फेरि बिर्सम्ला हैन। ल, मेरो नाम गोपीराम सारङ्गी। मेरो गाउँ काठमाडौँको कुइजा गाउँमा पर्छ। अब म यस्तै हो, मेरो परिचय यस्तै छ। अब त्यो गाउँमा के छ भने, गाउँ अब सानो गाउँ हो, तर अब काठमाडौँ जस्तो ठाउँमा भएको हुनाले धेरै विकसित। त्यहाँ अब सामान्य बस चाहिँ चल्दैन। बसको त कुनै व्यवस्था नै, अब त्यो पो चर्च जस्तो अब राजधानी जस्तो ठाउँको हैन। सामान्य मान्छेहरू मात्रै हो बस चल्ने भने। त्यता हाम्रो त्यो बसको व्यवस्था गरेको छैन हैन। अनि त्यहाँ रन्का मन्ना केबल कार भन्ने छ। त्यो तिमी नहाँसिँदा राम्रो भन्ने हो के। त्यो रन्का मन्ना